हाई गुड मर्निङ एभ्रिवान। ल त अब घरबाट निस्किँदै हामी आज गेट टुगेदरको लागि हामी नक्सलबाडी निलपानी भन्ने जग्गामा गइरहेको छौँ। ल हेर्नुहोस् यो बगानको दृश्यहरू र यो फ्लाइओभरको दृश्य र हामी आज गेट टुगेदरको लागि हलदारिन राजु गुरुजीको घरमा गइरहेको छौँ र त्यहाँ गएर आफ्नो सिङ्गो बटालियनको हाम्रो संस्थाको बारेमा केही बातचित पनि गर्नेछौँ र तपाईँहरूलाई पनि यसो इन्फर्मेसन गर्दै गराउनेछौँ है। ल गाइज, आज हामी हाम्रो गेट टुगेदर जस्तो एउटा सिङ्गो पल्टनको ग्रुप भेट गर्नुको लागि हामी इन्द्रराज गुरुजीको घर आइरहेको छौँ। ल हेर्नु सक्नुहुनेछ तपाईँहरूले है। ल आज हामी फेरि एउटा सानो गेट टुगेदर गर्दै यहाँ इन्द्रराज गुरुजीको घरमा आएको छौँ है। यता रोशन ब्रो भयो, दीपक धेरै खुसी लाग्यो। चिन्ने भने सबैलाई नमस्कार, फौजी राम राम। धेरै खुसी लाग्यो आज इन्द्रराज गुरुजीको घरमा आएको छौँ हामी सबैजना है। र यहाँ हाम्रो देख्न सक्नुहुनेछ इन्द्रराज गुरुजी र इन्द्रराजको गुरुजीको घर हो यो। यता हाम्रो भीमे साहब तपाईँले चिन्नुहुन्छ है। यता हाम्रो पुरानो साथी गुरुजी, यता फेरि एमएसएनसी हो टेके गुरुजी। अस्सलामुअलैकुम भन्नुभएको छैन। ए हाम्रो रोशन गुरुजी भयो, दीपक गुरुजी भयो, यता राजेश, ए हाम्रो शम्भु गुरुजी है यहाँकै एरेन्ज गर्दैछ। ए हाम्रो गम्भीर गुरुजी हुनुहुन्छ। कम्पलसरी सबैले नेपाली एउटा डेट सक्ने त्यति चाहिँ कायको मान्छे त्यो पाएका होस् नहोस् त्यसले चाहिँ त्यो पनि छ। र अब आज पैसा जम्मा भइगयो होइन। यदि भए यहाँ चलो काम छ भाइ यो राम राम छ भाइ। पैसा चाहिँ यस्तै जम्मा गर्दै गर्नु होला। घरसँगै एकाउन्ट चाहिँ ढिलै खुलोस्। फरवर्ड एरियामा जानुपर्ने पठानकोटमा हामी बसेको जग्गामा 78 अनि ऊ क्यामेरा चाहिँ अब चलाउनु नजान्ने क्या एरियामा भिजिट भएको उहाँ के भन्छ फरवर्ड जोनमा फोटो खिच्नुपर्ने ब्रिगेड कमान्डर। अब यसरी रेडी छ नि ब्रिगेड कमान्डर चल्ती जियोसीहरू आएको चल्ती खरो भन्छ उसले त खिच्ला भन्दा त पावर अफ पो गरेछ। भरेमा गएर फोटो माग्छ छैन फोटो त झन्डै 4 सिट गरेछ क्या। त्यस्तै हुन्छ क्या